साथीहरू, सन्चै हुनुहुन्छ होला नि। अनि म पनि सन्चै छु। त आज बुद्ध पूर्णिमा हो। बुद्ध पूर्णिमाको हार्दिक शुभकामना भन्न चाहन्छु सबैलाई। अनि आज बुद्ध पूर्णिमाको दिन त छोरा बुहारी घरको अहम भूमिका हुँदो रहेछ होइन हाम्रो नेपालीमा। अनि बहुत राम्रो कुरा हो, गर्न पर्छ होइन। सबभन्दा घरमा पूजापाठ। अनि आजको दिन बहुतको घरमा कुल पूजा हुन्छ। अरू हाम्रो घरमा पनि कुल पूजा छ, तर यहाँ छैन। ठुलो बाउहरूले गर्नुहुन्छ, नेपालमा गर्नुहुन्छ। अरू हामी बस्छौँ यहाँ इन्डिया बस्छौँ। अनि हामीले बिहान सबै झाडु पोछा सुत गर्छौँ, घरसर पोछा लगाएर। अनि मिरामिस खान्छौँ, किनकि हाम्रो कुल पूजामा मिरामिस चल्छ। अनि बहुतको कुल पूजामा मिरामिस चल्दैन, बट हाम्रो कुल पूजामा नि मिरामिस चल्छ। अनि हामी मिरामिस नै खान्छौँ। घरमा पूजापाठ भइसकेको छ, हाम्रो मम्मीले गरिसक्नु भएको छ, अब बहिनीले गर्छिन्। नुहाउन गएकी छि। अनि हजुरहरूले पनि गर्नुभयो होला। बुद्ध पूर्णिमा सालमा एकचोटि आउँछ। म भन्न चाहन्छु सबैले बुद्ध पूर्णिमालाई राम्रोसँग पालन गर्नु। कसैले बुद्ध पूर्णिमामा कुल पूजा गर्नुहुन्छ भने त कुल पूजा राम्रो विधि विधानले गर्नु, किनकि पितृ खुसी भए पनि हाम्रो बहुत राम्रो हो। पितृले खुस गरेको बहुत राम्रो हो, आफूलाई पनि राम्रो हो, हाम्रो परिवारलाई पनि राम्रो हो। बस म यति नै भन्न चाहन्छु। अनि मन त बहुत लाग्छ कुल पूजाको दिन एटेन्ड हुनको लागि, बट एटेन्ड हुन पाइनँ। म त आजसम्म हुन पाएकी छैन एटेन्ड कुल पूजाको दिन। तर मन बहुतै लागेको हुन्छ, किनकि आफ्नो घरको कुल पूजा हो होइन भन्नु त। ठिक छ, म फेरि भिडियो लिएर आउँछु। अर्को भिडियोमा आउँदैछु। तब तकको लागि बाई बाई।